हेलो साथीहरु सबैजनालाई स्वागत गर्न चाहन्छु यो मेरो नयाँ भिडियोमा। साथीहरु यहाँनिर चाहिँ जुन ब्लुम रहेको छ नि यो ब्लुमले चाहिँ केही अपडेटहरु दिएको छ। यो ब्लुमलाई तपाई हामीहरुले जुन माइनिङ गर्न थालेको धेरै भइसक्यो हैन। यसको पोइन्टहरु तपाई हामीहरुले अर्निङ गर्न थालेको लगभग धेरै भइसकेको छ र यहाँनिर चाहिँ तपाईहरुले देख्न सक्नुहुन्छ यसले एउटा अपडेट दिएको छ। यो चाहिँ एउटा टेलिग्राम माइनिङ बोट रहेको छ हैन र यसले चाहिँ अब सबै कुराहरु अब जस्तो कि टेलिग्राममा आउने जति प्रोजेक्टहरु रहेका छन् तिनीहरुले त्यति धेरै प्रॉफिट तपाई हामीहरुलाई दिएका छैनन्, तर यो ब्लुमको केही आश रहेको छ। त्यसैले साथीहरु यसमा चाहिँ तपाईहरुले काम गर्न सक्नुहुन्छ र अब यसले के भनेको छ भने जस्तो यो स्प्रिङमा चाहिँ यसको लन्च हुने भन्ने कुराहरु गरेको छ, यसको जुन टीजी को कुराहरु। त्यसकारणले गर्दा साथीहरु यसमा तपाईहरुले काम गर्न सक्नुहुन्छ। अनि अर्को कुरा साथीहरु यहाँनिर चाहिँ ले एउटा क्राइटेरिया पनि राखेको छ। जुन यसको एयरड्रपको क्राइटेरिया चाहिँ के दिएको छ भने हेर्न सक्नुहुन्छ। यसको क्राइटेरियाको बारेमा मैले मेरो टेलिग्राम च्यानलमा अलरेडी तपाईहरुलाई अपडेट पनि दिइसकेको छु। यदि तपाईहरु मेरो टेलिग्राम च्यानलमा जोडिनु भएको छैन भने सबैभन्दा पहिला तपाईहरु मेरो टेलिग्राम च्यानलमा जोडिनु होला साथीहरु। त्यहाँ जोडिसकेपछि तपाईहरुले त्यहाँ सबै अपडेटहरु पाउनुहुनेछ र यहाँनिर तपाईहरुले हेर्न सक्नुहुन्छ यसको एलिजिबल क्राइटेरिया चाहिँ के रहेको छ भने मिनिमम 100k बीपी 100k चाहिँ तपाईहरुको यसको ब्लुम पोइन्ट हुनुपर्ने हुन्छ। मिनिमम यो चाहिँ बनाउनै पर्ने हुन्छ र अर्को कुरा चाहिँ यहाँनिर मिनिमम 750 एमपी यहाँनिर मेमे पोइन्ट भनेको छ। यो चाहिँ 750 मिनिमम हुनुपर्ने हुन्छ अथवा तपाईहरुले चाहिँ प्रुफ अफ एक्टिभिटी गरेको हुनुपर्ने हुन्छ र अर्को चाहिँ मिनिमम 2 रेफरल्स भनेको छ। 2 जनालाई चाहिँ रेफरल तपाईहरुले गरेकै हुनुपर्ने हुन्छ यसको क्राइटेरियामा आउनको लागि है त। अब यो सबै मध्येमा चाहिँ तपाईहरुले 2 रेफरल पनि गरिहाल्नुहुन्छ। 2 रेफरल चाहिँ तपाईहरुले आफ्नै अकाउन्ट 2 वटा 3 वटा बनाएर पनि गर्दा हुन्छ, त्यो केही फरक परेन। आफ्नै अकाउन्ट हुन्छ नि, अब तपाईहरुले टेलिग्राममा 3-4 वटा अकाउन्ट क्रिएट गर्न सक्नुहुन्छ र त्यहीमै आफैलाई चाहिँ तपाईहरुले रेफर गरेर यो पूरा गर्नु होला। र अर्को कुरा यहाँनिर 100 बीपी यो पोइन्टहरु तपाईहरुले पूरा गरि नै हाल्नुहुन्छ र मेन कुरा चाहिँ यो रहेको छ। यो मेमे पोइन्ट कसरी पूरा गर्ने त? यसको लागि चाहिँ के गर्नु होला भने सबैभन्दा पहिला तपाईहरु आफ्नो यहाँनिर चाहिँ जुन ब्लुमको यो अकाउन्ट रहेको छ यसमा जानु होला साथीहरु है त। र यहाँ गइसकेपछि हेर्न सक्नुहुन्छ यहाँनिर मेमे पोइन्ट भनेर देखाएको छ। मेरो मेमे पोइन्ट चाहिँ यहाँनिर 3700 एमपी पुगेको छ। मैले चाहिँ यहाँनिर ट्रेड गरेर यहाँनिर ट्रेड टु अर्नमा क्लिक गरेर ट्रेड गरेर मेमे प्याडमा यसरी चाहिँ यो अर्निङ गरेको छु। ट्रेड गरेर र सँगसँगै यहाँनिर चाहिँ जुन यो मेमे कोइन लन्च गरेर चाहिँ मैले यहाँनिर अर्निङ गरेको छु। अब तपाईहरुले चाहिँ यहाँनिर सजिलो तरिका भनेको ट्रेड नै रहेको छ। त्यसको लागि चाहिँ के गर्नुपर्ने हुन्छ भने सबैभन्दा पहिला तपाईहरुले यो ब्लुममा जुन यो ब्लुम रहेको छ नि यसमा तपाईहरुले कुन वालेट कनेक्ट गर्नु भएको छ त, कुन टर्न वालेट कनेक्ट गर्नु भएको छ त्यो टर्न वालेट लाई चाहिँ यहाँनिर कनेक्ट गर्नु होला। कनेक्ट गरिसकेपछि त्यही टर्न वालेटमा चाहिँ तपाईहरुले केही टर्न राख्नु होला। टर्न चाहिँ तपाईहरुले अरु एक्सचेन्जबाट बाइ गरेर 150 अब कतिको सक्नुहुन्छ 20-30 डलरको हैन। अब जतिको तपाईहरुसँग कति डलर छ त्यसको टर्न बनाएर चाहिँ तपाईहरुले आफ्नो वालेटमा ट्रान्सफर गर्नु होला। वालेटमा ट्रान्सफर गरिसकेपछि यहाँनिर तपाईहरुको टर्न आउनेछ वालेटमा, तपाईहरुले जुन ब्लुममा कनेक्ट गर्नु भएको छ त्यही वालेटमा। त्यहाँ आइसकेपछि अब के गर्नु होला भने साथीहरु यहाँनिर तपाईहरु यहाँनिर ट्रेड टु अर्नमा क्लिक गर्नु होला र यहाँ क्लिक गरिसकेपछि ट्रेड अन मेमे प्याड भनेको छ। यहाँ हेर्न सक्नुहुन्छ यसमा चाहिँ तपाईहरुले क्लिक गर्नुपर्ने हुन्छ ट्रेड अन मेमे प्याड। अब यहाँनिर के भनेको छ भने 50 मेमे पोइन्ट्स फर इच $10 अफ ट्रेडिङ भोलम भनेको छ। तपाईहरुले 10 डलरले चाहिँ ट्रेड गर्नुभयो भने एकपटक ट्रेड गर्नुभयो भने 10 डलरले गर्दाखेरि एकपटकको 50 मेमे पोइन्ट पाउनुहुनेछ र यहाँनिर तपाईहरुलाई कति चाहिन्छ 750 चाहिन्छ र 10 डलरले गर्नुभयो भने एकपटक 50। अब जस्तै 20 डलरले गर्नुभयो भने 100 आयो हैन। त्यस्तै गरेर तपाईहरुले अब 150 जति डलर छ त्यसले चाहिँ ट्रेड गर्न सक्नुहुन्छ। त्यसको लागि अब यहाँनिर चाहिँ ट्रेड अन मेमे प्याडमा यहाँ क्लिक गर्नु होला। यहाँ क्लिक गरिसकेपछि अब यहाँनिर यसरी तपाईहरुको यो ओपन हुनेछ। यसरी ओपन गरिसकेपछि तपाईहरुले के गर्नु होला भने यो सर्च बार रहेको छ नि यसमा क्लिक गर्नु होला। यसमा क्लिक गरिसकेपछि तपाईहरुले के टाइप गर्नु होला भने TKNS यसरी टाइप गर्नु होला। TKNS भनेर चाहिँ यसरी हेर्न सक्नुहुन्छ र यो चाहिँ मैले लन्च गरेको यहाँनिर टोकन रहेको छ। ब्लुम प्याडमा मैले चाहिँ ब्लुम मेमे प्याडमा चाहिँ लन्च गरेको टोकन रहेको छ। यसमा आउनु होला। यसमा आइसकेपछि यसमा क्लिक गर्नु होला।
यहाँनिर क्लिक गरिसकेपछि अब तपाईहरुले यहाँ के गर्न सक्नुहुन्छ भने यहाँनिर बाईमा क्लिक गर्नु होला। यहाँनिर बाईमा क्लिक गर्नु होला। अब तपाईहरुसँग कति यहाँनिर चाहिँ जुन टन छ त हैन, अब जति छ तपाईसँग 10 टन अथवा चाहिँ 5 टन हैन, जति छ त्यो टन राख्नु होला। त्यो राखिसकेपछि यहाँनिर बाई टिकेएनएस मा क्लिक गरिदिनु होला। तपाईहरुको वालेटमा चाहिँ त्यहाँनिर रिक्वेस्ट जानेछ, त्यहाँ कन्फर्म गरेर यसलाई चाहिँ बाई गर्नु होला। बाई गरिसकेपछि अब फेरि तत्कालै बाई गर्नुबित्तिकै तत्कालै फेरि यहाँ सेलमा आउनु होला। अनि त्यो बाई भइसकेको हुन्छ र त्यसलाई चाहिँ फेरि यहाँनिर म्याक्सिमम गरिदिनु होला। जति तपाईहरुले बाई गर्नु भएको छ म्याक्सिमम गरेर सेलमा क्लिक गरिदिनु होला। तपाईको सेल हुन्छ। त्यसरी नै ट्रान्ज्याक्सन गरेर सेल गरिदिनु होला। र एउटा कुरा याद राख्नु होला कि यहाँनिर चाहिँ यो स्लिपेज रहेको छ नि, यसलाई चाहिँ तपाईहरुले यहाँनिर क्लिक गरेर 1% बनाउँदा पनि हुन्छ। मेरो चाहिँ 1% ले काम गरेको छ अहिले। अब कहिलेकाहीँ 10% हुन्छ हैन। अब कतिले काम गर्छ त्यति स्लिपेज बनाएर तपाईहरुले चाहिँ बाहिर सेल गरिराख्नु होला। र तपाईहरुले यो टिकेएनएस यही टोकनलाई मात्रै गर्दा हुन्छ साथीहरु है त, यही टोकनलाई मात्रै गर्नु होला। यसलाई चाहिँ गरेर तपाईहरुले भोलम क्रिएट गर्नु होला। त्यो गर्नुभयो भने तपाईहरुको यहाँनिर चाहिँ जति यो मेमो पोइन्ट रहेको छ यो चाहिँ 750 पुग्नेछ। त्यति पुगिसकेपछि तपाईहरुको यो पुरा हुनेछ है त। र अरु अब साथीहरु बनाउनु त तपाईहरुले बनाइ नै हाल्नुहुन्छ। तपाईहरुले आफ्नै अकाउन्ट क्रिएट गरेर बनाउँदा हुन्छ। र यहाँनिर चाहिँ 35 जना साथीहरु हुनुहुन्छ। सबैजनाले चाहिँ त्यो गर्न नभुल्नु होला साथीहरु, किनकि यहाँनिर तपाईहरुले ब्लुम पोइन्ट पनि राम्रै पुर्याउनु भएको छ। र यहाँनिर कसैले अब यहाँनिर चाहिँ तपाईहरुले जस्तो साथीहरु रेफर पनि गर्नु भएको छ र ब्लुम पोइन्ट चाहिँ यहाँनिर 100K भन्दा माथि नै पुर्याउनु भएको छ। कसैले 92K त्यस्तै पुर्याउनु भएको छ। 92K पुर्याएको साथीहरुले पनि 100K पुर्याउनु होला साथीहरु। अलिकति भए पनि यसमा थोरै मेहनत गर्नु होला, यसले चाहिँ केही न केही दिन सक्छ है त। यो राम्रै देखिएको छ, त्यस कारणले गर्दा यसलाई चाहिँ नछुटाउनु होला। र त्यो ब्लुम पोइन्ट पुर्याउनुको लागि चाहिँ यो ड्रप गेम खेल्न नभुल्नु होला। यो ड्रप गेम खेल्नु होला। यहाँनिर प्लेमा क्लिक गरेर ट्याकट्याक यो ड्रप गेम खेलेर तपाईहरुले चाहिँ मजासँग यसको पोइन्टहरु जुन बीपी पोइन्ट ब्लुम पोइन्टहरु चाहिँ अर्निङ गर्न सक्नुहुन्छ है त। यो चाहिँ गर्न नभुल्नु होला साथीहरु। धन्यवाद।